हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी लङ्कापाडा प्रोग्राम जानु आँटेको। ल कहाँ गएको तिमीहरू भाइ? के गर्न? माक्राहरूले भाउँदैन हिजो माक्राहरूले हेरेन। माक्राको थोरै पत्तो दिन्छ यिनीहरूलाई। माक्राको सबै भोटेहरू। हाम्रो 10 जनाको ग्याङ चाहिँ यिनीहरू नै हो। यति धेरै मान्छे सँगै तपाईँ मान्छेहरू प्रोग्राम स्टार्ट भएको रहेछ। त्यही भएर कति डाँडामा आई लभ लङ्का लेखेको छ। त्यहाँनिर हुनु त कतिचोटि आइसक्नु पनि आइसकेपछि हेरिरहेको जान्छु। एकचोटि आएको छु पहिला, एकचोटि त एकचोटि त्यहाँ डाँडामा त एकचोटि अनि तल पनि तलै बसेर ड्राइभर अरू पनि चिन्छ गाइज। हेलो हामी त यस्तै गति माथि भएर आइपुग्यो। कहाँ आइपुग्नु भयो? हामी प्रोग्राममा आएको थिएँ खासमा चाहिँ, तर एकदम प्रोग्राम स्टार्ट नभएर यहाँ घुम्नु आएको, तर यस्तो बाटोले गर्दा एकदम साह्रो पाऱ्यो हामीलाई। आउन कसरी हिँडेको त नि आम्मा कसरी हिँड्नु? आइरहेको छु त। मन्दिर के छ अरे नि सबैजना हाम्रो ग्याङ। मन्दिर ऊ माथि छ, उहाँ माथिको ऊ माथि छ मन्दिर। ए माथि मन्दिर दिनुभयो त्यतिखेर पनि बनाइन्छ। कसको? ओके रेड आउँदैछ नि त। यो चाहिँ यस्तो छ है, यो चाहिँ भुटान हो। हजुरलाई देखाइदिन्छु न, हजुर आइरहेछ। यो चाहिँ हामी हो। बुढीहरू यहाँ छैन। हाई गाइस। हेलो गाइस। हामी चाहिँ यहाँ लङ्कापाडा घुम्न आएको, तर धुलोले शेष पार्यो हामीलाई। मेरो ज्याकेट टेन्ट के अरे? टेन्ट हो टेन्ट। कस्तो गरेर बनाउने? यस्तो गरेर भिडियो यहाँनिर हामीहरू बस्छ। त्यहाँनिर चाहिँ रहेछ नि त। म चाहिँ यसलाई भन्दै थिएँ क्या, यो माथि जुम अब जाउँ न। त्यहाँ हामी गएको, कहाँ गएको? हामी माथि महादेवलाई यता हेर त। हामी यत्रो लामो बाटो भिडियो गर्दै धेरै माथि रहेछ महादेव भगवान चाहिँ। हामी त्यही हिँड्दा हत्तु भइसक्यो। कहाँको गरे त थक्यो। तर प्रोग्राम ढिलो भएर लङ्कापाडा घुम्न आएको नि हामी महादेवलाई भेट्नु आएको। महादेव साह्रै माथि बस्नु भएछ। लड्छ थाक्यो हामी चाहिँ। दर्शन हुन आँट्यो। 2 मिनट 2 सेकेन्ड। त्यहाँबाट चाहिँ हामी तपाईँहरूलाई महादेवसँग भेटाएको देखाउँछौँ। ओ थाक्यो। हामी आइपुगेको छ महादेव। यिनीहरू पुरा भेटाउँछौँ मलाई इच्छा राम्ररी बोलिरहेको थियो नि। फाइनली म आइपुगेँ भगवानको दर्शन गर्नु। दर्शन भयो महादेवको। कति मजाले हाँसिरहेको गाइस हामीले चाहिँ यहाँनिर एउटा फोन चाहिँ कहाँ पुगेछ लास्टमा? ओइ यहाँ देखाइदिएन, हामी फोनको पनि भिडियो बनाउँछौँ। हेर्नुहोस् गाइस, अन्त हामीले चाहिँ यहाँ एउटा फोन भेटाएको छ है। कसको हो? उहाँ त ऊ त तल हुनेको
त्यो व्हाइट कलरको त्यो लाउनेको फोन रहेछ उनीहरू आउँदैछ यहाँ छ फोन तर खोइ फोन हामी चाहिँ अन्त यहाँ माथि गइसकेर पनि अहिले चाहिँ यहाँ तल झरेको अब फेरि हामी चाहिँ प्रोग्राममा जाने अब यहाँ अब चाहिँ स्टार्ट भयो होला प्रोग्राम मेबी भयो होला अब चाहिँ हामी गएको तल बाई बाई गाइस बाई बाई लङ्कापाडा फेरि मिलेंगे अझै यिनीहरूको पिकनिक सकेको रहेन रहेछ पिकनिक मात्र ला प्रशासनको उहाँको अनुरोध छ फिमेल डान्सर्सहरू मात्रै लेडिजहरू अघि आइदिनुहोस् होला यदि नाच्नु चाहने लेडिजहरू मात्रै अघि आइदिने अनुरोध छ जति पनि लाकी जुन चाहिँ पनि म्युजिक कम्पोजर हुन्छ उहाँ आफ्नो सङ लिएर ओभर इमोसनल कनेक्ट हुन्छ एन्ड आमाले सोरा लाउड चाहिए Everybody get down, this party's going to town. Rum bam lula bam bam boo, got tutti frutti so rude. Gori 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 gori, kabhi kabhi kahin kahin chori chori, music loud chahiye aur. Gori 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 गोरी गोरी कभी कभी कहीं कहीं चोरी चोरी छुप छुप के तुम मिला करो प्यारी प्यारी बातें बातें किया करो पर यूं ना मिलना किसी से कभी हमारे सिवा गोरी 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 भूली भूली नहीं नहीं गोरी गोरी देखो देखो हम दोनों मीत है सुनो सुनो दिल के जो गीत है पर सुनने वाले इन्हें ना कोई हमारे सिवा गोरी गोरी तीखी तीखी नजरें ये हिरनी जैसी चाल ये काली काली आंखें तुरुर तुरुर ये गोरे गोरे गाल ये तीखी तीखी नजरें ये हिरनी जैसी चाल देखा जो तुझे जानम हुआ है बुरा हाल ये काली काली आंखें ये गोरे गोरे गाल ये तीखी नाली भरी है तो तीन रोटियों ठेमा मीठो सुगंधले So it was a tough song for me अनि मैले यो गीत जब सिक्नु सकिनँ I was giving up but then मैले ट्राई गरेँ अनि मैले जब स्टेजमा गीत गाएँ it was an amazing song even I loved it even all the judges appreciated me so यो सङले गर्दा चाहिँ मैले लाइफमा कहिले पनि हार नमान्नु सिकेको छु keep on trying and you'll succeed one day thank you
मिनटको ब्रेक लिएर आउँछु प्लिज डोन्ट गो एनीवेयर आई हैव मोर सङ्ग्स फर यु आई हैव मोर डान्सिङ सङ्ग्स लाइक रम्बा हो सो प्लिज डोन्ट गो अवे आई एम कमिङ ब्याक आफ्टर 10 मिनट्स 10 मिनट बाद आउँछु हेलो के गर्नु भएको हजुर तिमी चप्पडी खानु चप्पडी खान आएको ओके छ त ल कुछ बात गलत भी हो जाए कुछ तेरे दिल भी खो जाए कभी कहीं चले इस तरह से चले छोड़ मुझे यहाँ से वहाँ सूरज डूबाए यारो दो नशे के मारो रास्ते भूला तो सारे घर बार के सूरज डूबाए यारो दो नशे के मारो हम तुम भूला तो सारे संसार के ask me for everything I give you anything रास्ते भूला तो सारे घर बार के ask me for anything I give दिल पे गराती सटे चल जाती मारे दिल गुलाटी पूछे बाय बाय
सबैले स्मरणमा राखोस् भन्ने हार्दिक कामना सहित उनको सुस्वास्थ्य दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना भेट विकार भएका सबै स्थलकर्ताहरूमा पनि आयोजक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ। साथै हाम्रो यस कार्यक्रममा सफल गर्नको निम्ति पण्डालका जति पनि फेरि भन्नु न Hello guys. केटी हो मेला कस्तो लाग्यो? मजा आयो? सिंगर कस्तो लाग्यो? क्यूट लाग्यो क्यूट। बाई भनिदिहाल। बाई भनिदिहाल एकपल्ट। बाई। बाई।